Hi guys, welcome to Akriti's YouTube channel. अनि आज चाहिँ हामी मोमो बनाउन लागेको छौं अनि हामी चाहिँ अहिले फाराबारीमा छौं हैन सत्यम दाको घरमा अनि यता चाहिँ आकृति प्याज ग्राइन्ड गर्दैछ हाय यसले चाहिँ फेस मास्क लगाइराख्छ त्यही कारण अलिक अप्ठ्यारो हुँदैछ अनि यहाँ मैदा छ अब यो मैदा मुस्नु पर्छ अनि हाउस्टोर गर्दियौं हाउस्टोर त के गर्नु अनि यहाँ छ हाम्रो प्रतीक दादा हाई भन्दिनु हाई कोही हाई पनि भन्दैन हौ कस्तो अरे छोड्दिनु इग्नोर हजुर इग्नोर त्यस्तै भइरहेको छ उस दादाले इग्नोर हान्यो है इग्नोर हान्यो ठिकै छ उलो भ्लगमा ल्याउनु हुँदैन रिजेक्ट गरिदिएको तैँले म चाहिँ यहाँनिर उयो गर्न आँटेको फ्रेन्ड्सलाई काट्न आँटेको पहिला चाहिँ छिल्छु होइन त्यहाँदेखि चाहिँ यसलाई काट्छु म चाहिँ मैदा मुस्छु यसको खान आँटेको कोपीको इस्कुसको खाने भन्दै थियो तर इस्कुस थिएन रहेछ त्यही कारणले चाहिँ कोपी लिएर आएछ यिनीहरूले अन्त यहाँ दुइटा लिम्का बदामको अचारसँग अझै चाहिँ मजा आउने भयो मोमो खाएर चाहिँ त्यसले कति भन्दै थियो मोमो खाऊँ भनेर अब लास्टमा यसको इच्छा पनि पुरा हुँदैछ यहाँ है रुममा चाहिँ मक्टु छैन नि त मक्टु ल्याउनुपर्छ रुममा गाइस मैले एकदम मेरो मार्क्स निकालेर मलाई कस्तो देखिरहेको छ भनिदिनुहोस् न कस्तो देखिरहेको छ राम्री गोरी गोरी अरू बेला चाहिँ भनेपछि म काली होइन यतिको गोरी त देखिन्थेन नि त होइन भन्दा तपाईँले त मलाई हाम्रो सत्यम फेरि हो खतरा काम गर्छ हाम्रो सत्यमले होइन गीत बन्द गर प्रतीकले पनि मास्क लगाएको थियो कि म देखाउँछु ल गाइस कहाँ त नि भयो यता हेर न दुख दर्द पीडा यहाँ अब कति छ अब चाहिँ म गएर एकदमै प्याजहरू उयो गर्नु थाल्छु हटी भाइ म गर्छु ल यिनीहरूले जित्न मजा एकछिन अब म यहाँ प्याज यहाँ चाहिँ बन्दाकोपी कसले काट्छ हामीले चाहिँ चिकन मोमो खाएको किनभने एकदमै बेसी चिकन भन्दा अन्त आज चाहिँ खासमा चाहिँ हामी इस्कुसको खाना आँटेको थियो होइन तर इस्कुसै पाएन के अरे होइन ल चिकन औकात चाहिँ बार भएको होइन हामीले लगाएको चिकन अचार चाहिँ के को बनाउन आँटेको के को ए बदाम सत्यमले बनाउँदा टमाटर फ्राई गरेर बनाऊ ल एकदम बदाम फ्राई हुँदैछ हाम्रो टमाटर फ्राई गरेर ओइ त यो बन्दाकोपी काट्ला म यो बनाउन थाल्छु अब यो प्याज काटेर भेटौँ बन्दाकोपी काटेको पनि ल मेरो भ्लगको एकदमै फेरि बन्दाकोपी काट्नुको कष्ट अलिक ठुलो होइन मैले भर्खर प्याज यस्तो गर्दै गर्दा चाहिँ नि यहाँ मेरो हात चेप्टेर दुख्दैछ मलाई हट सत्यम अचार अब चाहिँ हामी उयो गर्छ यो सबै भइसकेपछि चाहिँ आटा बेल्छ त्यहाँदेखि मैदा बनाउँछ आटा
आटा के अरे आटा एन्ड मैदा मिक्स अब मैदै भनौँ न होइन किनभने मैदा बेसी छ आटा कम छ नि त सत्यम चाहिँ एकदम सिङ्गल छ है उसको तिम्रो इन्स्टाग्राममा नाम के छ भनिदिइ हाल सत्यम राई -07 अरे हो थोपडा हेरिराख्नुहोस् उयो मजाले हेरिराख्नुहोस् एकदम सिङ्गल चाहिँ एकदम देखिहाल्नु भयो होला तपाईँहरूले मेरो भ्लगमा कति काम गर्छ जहिले पनि किचनमा हुन्छ बिहानै उठेर आलुदमहरू बनाएर सार्नु पनि हो सिङ्गलहरू कमेन्ट गर्नुहोस् सत्यमको लागि यहाँनिर चाहिँ कि हाम्रो किमा बन्यो होइन अदुवा हाल न अन्त अदुवा बिना त पदुवाले तास्दैछ अदुवा के अरे पदुवाले अदुवा तास्दैछ ए माया लाग्दो देखेको नि यहाँ त यहाँ नभएपछि पाउ यहाँभित्र हाल्नुपर्ने कि माथि हालिदिएर अब तैँले स्टार्ट गरिस् मैले पनि गरिदिइहालेको अलिकति तेल कम्ती भइसक्यो कि तेल तताएर हाल न फेरि हाम्रो यता के अरे आकृति म्याडम दिले बटार हेरिदिउँ यस्तो बटार्दो रहेछ यहाँ लाइभ हेरिदिनु होला बटारेको है ए अब सत्यमले मलाई उयो गरे नि अब मलाई आउँदैन त्यसरी अर्काले हेऱ्यो भने ऊ बिग्रियो त सेफाले बनाएको भयो पनि सेफाले नै भयो पनि त्यसको भयो भने खान्छ होइन अम्म कस्तो दामी प्याटर्न वाह अनि हाम्रो एकजना हुनुहुन्छ के पो तपाईँको नाम होइन पाण्डे अब अर्को दाजुको बनाएको के भयो बन्दकोपी खाएको भोक लाग्यो कि अचार नुन कम्ती भर्दो रहेछ नि कति नुनको दोकानमा भेजको कति त्यहाँ कति छ 40 कि 50 प्लेट छ 40 कति